सरर मेरो गाडी गयो साइकलमा हिँडेको घुम्नलाई लेफ्ट 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 बाटो अलिक खत्तम छ लेफ्ट 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 छेउ 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 माले छेउ हवे हवे आइज छेउ 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 हवे हवे छेउ 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 गयो 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 आहा समुद्र पो पुग्न लाग्यो त अब समुद्र पुगेर चट्ट त्यहाँनिर फोटो खिच्ने जस्तो छ ओहो रातो घाम पनि देखियो त्यो रातो घामसँगै रातो घाम त कस्तो अगाडि खोर्सानी जस्तै देखिँदो रहेछ यार गयो है गाडी गयो सरर जाँदैछ कति छिटो दाहिनेतिर आइसकेछ गोरु अनि टक्क लगाएर म यहाँबाट दाहिनेतिर जान खोज्दै थिएँ कि यसो दाहिनेतिर लगेँ फेरि बाटो बन्द रहेछ फेरि देब्रेतिर ल्याएँ झसङ्ग भएँ त अगाडि मान्छे उभिएको देखेर फेरि पार्किङतिर हालेँ त्यहाँबाट अनि अर्को उक्लिने बाटो छ गाडी बाटो त्यहाँबाट उक्लिँदैछ हवे ओइ कस्तो राम्रो बाइक हो यो अन्त दाहिनेतिर देब्रेतिर कस्तो गयो 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 सरर 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 ओहो बिस्तार बिस्तार हल अब सिधै जाने यहाँदेखि सिधै जाने हो यो चाहिँ हाम्रो खजाना सिटी भन्छन् है यहीँ आइसक्रिम साइसक्रिम पाइन्छ के खानेकुराहरू होटलहरू पाइन्छन् यहाँनिर सम्झना दोकानहरू छन् यहाँनिर यो चाहिँ खजाना सिटी हो यहाँ अस्ति नै एकचोटि म पानी परेको बेला कस्तो नमजाले लडेको छु यो टाइल कस्तो चिप्लो हुँदो रहेछ पानी पर्दाखेरि साइकल लिएर आउँदै थिएँ साइकल पिल्ट चिप्लो ब्लाङ्ने माछा समातिहाल्यो फेरि तलतिर समुद्रमा चाहिँ होइन कि कुकुर हेर न कस्तो ठुलो यहाँ झन्नै टोक्नै खोज्छ कुकुरको कुरा छोडिदिउँ अनि त्यहाँदेखि सरर सरर आउँदै थिएँ फ्ल्याट्ट चिप्लेर लडेँ ओहो म त धन्न मान्छेहरू कोही थिएनन् र कसले देखेन देख्न चाहिँ नत्र त गजब बेइज्जती हुन्थ्यो अनि सरर गयो जाँदाखेरि जाँदै अलि माथि पुगेपछि त मान्छे बाटै छोड्न मान्दैनन् यार गफ गरेर बसेका रहेछन् गाईहरू मान्छे अनि यस्तो हेऱ्यो बसी छिटो घन्टी बजाउँ भन्ने नेपाली त घन्टी बजाउनु यो घन्टी त अब चुनाव आउन आँटेको छ जताततै बजाउनु पनि मिल्दैन बाटो चाहिँ खाली बस्दा साइडबाट आउँदै थिएँ त्यहाँदेखि सबै यहाँबाट छिर्दाखेरि जहाँबाट दाहिनेतिर जानुपर्ने हो झन्नै यता माथितिर गएछु क्या अनि यो छेउछेउ जाँदै कस्तो रातो घाम लागेको क्या फेरि अर्कोबार मलाई फेरि यस्तो घाम कस्तो मनपर्छ भनौँ जाँदै थिएँ अनि यहाँबाट ठुक्क मैले काम गर्ने ठाउँनिर पुगेँ म यो सिडी फेरि के घामको फोटो खिचेर बसेको थिएँ घामै कहिले नलाग्ने जस्तो हे अब घाम अलिअलि गर्दै घाम हराउँछ अब यहाँबाट 2 मिनट लाग्छ यहाँदेखि घाम हराउनलाई यस्तो घाम लागेको छ मान्छेहरू कस्तो छेउछाउ पुऱ्याउनु पर्यो झन्डै खाँदामा त्यहाँबाट पौडीमा अनि यहाँ हेर्दै जाँदा घाम हेर्दै जाँदै थिएँ अब घाम सर्लक्कै डुबो घाम ल यहाँबाट हेर्दा म त कस्तो छक्क परेँ भने अब हेर्दै जानु है तपाईँहरू यहाँबाट घाम सर्लक्कै डुब्छ है 1 2 3 त्यो हेर्नु त ऊ घाम डुबो अब एकै झिलमा डुब्छ क्या घाम फेरि अनि ल अगाडि गयो फेरि दुईवटा केटा र केटी आउँदैन तिनीहरू कस्तो जाडोमा कहाँ हिँडेका हुन् थपक्क घरमा बस्न छोडेर भनेर के गर्नु अब म पनि छुट्टीको दिन थियो सुत्ता अल्छी लाग्यो यसो बाहिरतिर निस्किन्छ भनेर गएको जान चाहिँ कस्तो जाडो थियो हात फ्रियाएर फेरि त्यस्तै अल्लले मात्रै चिसो र ए बा अनि यहाँदेखि यो अगाडिको सानो यो सेतो के हो जस्तो लाग्छ होला तपाईँहरूलाई यो गर्मीको महिनामा मान्छेहरू यो पौडी खेलेर आएर कस्तो खेल्ने ठाउँ हो क्या यो चाहिँ यो छेउको देब्रेतिरको मेरो अनि सरर गयो जाँदै थिएँ त्यहाँ अगाडि अगाडिको होटल हो
यहाँबाट पुग्ने बेलामा यो एउटा मान्छे फेरि यस्तो जाडोमा कट्टु लाएर कुद्दैछ। कस्तो घाँस रहेछ। मान्छे यस्तो ज्याकेट लाएर हिँड्दैछ नि, कट्टु लाएर कुद्नु परेछ। मर्छ जाडोले कट्याङ्ग्रेर आइस हुन्छ अनि त्यहाँदेखि डल्ला डल्ला जमिने जस्तो हुन्छ र टाउकोमा हमरले टुक्क हानेर फुटाउँदाखेरि थाहा हुन्छ त्यसलाई। अनि चाहिने लिएर जिन्दगानीमा अनि गयो अलिक अगाडि गएपछि टोइलेट आयो। मलाई होइन है, त्यो टोइलेट चाहिँ आएको हो कि टोइलेट छ त्यहाँ अगाडि भन्न खोजेको, मलाई आयो भन्न खोजेको होइन है गाइजहरू। टोइलेट आयो त्यहाँदेखि सरर गयो। यो कम्पाउन्ड चाहिँ फेरि मैले काम गर्ने ठाउँ यहीँभित्र हो। अनि यसो हेरेँ यहाँबाट है, फेरि यहाँबाट देखेको हुन्छ कहाँ हेरेको भन्छ मैले, तर मलाई बाल हो, म त आइतबार हो, यो भित्र काम गर्ने ठाउँमा यहाँभित्र मलाई त के मतलब भयो त होइन। आइतबार हो देखे पनि केही हुँदैन गएँ। जाँदै थिएँ अब यहाँनिर फेरि ढुङ्गा आउँछ। गरेर उठ्यो अनि यहाँबाट खालको ढल्यो भने त सिधै पानीमा पुगेको बिस्तारो जाँदै थिएँ। यो अगाडि फेरि कुकुर लिएर हिँड्ने मान्छेहरू चाहिँ मलाई साह्रै रिस उठ्छ भने खालि कुकुर जता पनि कुकुर टिङ्ग्रिङ घन्टी हाने। यो बाजेले बाटै छोड्दैन नि त। फेरि मोबाइल पनि निकाल्न आँट्यो त बुढाले। ए बा बाटो छोडिदेऊ न, म अगाडि जान्छु भनेको मान्दैन। बिचमा कुकुर उता गयो, त्यसको चाहिँ म सट्टै बेलेर गएँ जान चाहिँ। बल्ल उता गएँ। जाँदै थिएँ अब फेरि अगाडि मान्छे भेटिन्छन्। कस्ताले बाटै ढाकेर हिँड्छन् भने नि अलिअलि मात्रै रिस उठ्छ र। जहाँ पर्ने चाहिँ उता थियो सिधै, तर म जान सकिनँ है गाइजहरू। बाटै छोडेनन् झ्याउ लाग्यो। म त्यहाँबाट छिरेर जङ्गलतिरको बाटोबाट स्वाट्टै छिरेर आएँ यता। अब लाग्यो कालो। अहिले चाहिँ बाटो छोडिदिन्छु जस्तो गर्दैछु यो बुढो पनि देखिन्छ है। अनि यो जङ्गलबाट उकालो आएर ठ्याक्कै मार्केट निस्क्यौँ। अनि पऱ्यो भन्दा चिसो। तर यो मार्केट के भन्छ बाहिर भन्दा जङ्गलतिर अलिक तातो जस्तो फिल भयो कि मलाई। अलिक यो हावा रोक्छ नि त रुखले, हावा चाहिँ भन्नुहुन्छ भने तपाईँको अलिक पातलो मान्छे चाहिँ उडाइहाल्छ हो। यहाँबाट दाहिनेतिर गएर सट्ट अलिकति बाटो फेरि त्यस्तै छ। यो म अब चाहिँ एमालेलाई भोट हाल्नु है गाइजहरू। बाटो यस्तो हुन्छ र गयो खाल्दै त्यो राम्रालाई भन्नु नि, राम्रालाई भोट हाल्नु होला हल्का रमाइलो। अनि जानु होला हेर्नु चाहिँ जङ्गल सुलुलुलुलु चिन्तपाक डमडम। अनि यहाँ अगाडि चाहिँ फेरि बर्खामा ग्राउन्ड छ, कहिलेकाहीँ गेम हुन्छ। अहिले चाहिँ जाडो महिना भएर त्यति गेम खेल्दैन। कहिलेकाहीँ आएर हेर्छु गेमहरू, राम्रो खेल्छन् केटाहरू गेम। ठुल्ठुलो गेमहरू हुन्छ। अनि बाहिरबाट हेर्न पाइन्छ, मान्छेहरूले पैसा तिरेर पनि हेर्न पाइन्छ। पैसा तिरेपछि भित्र जान पाइन्छ। पैसा पाइन्छ म बाहिरबाट हेरिदिन्छु होइन त। अनि आइयो बाटो देख्दाखेरि पनि दिक्क लाग्ने क्या। फेरि मोबाइल लड्काएको छु खाल्टिने बिस्तारो कुदाउनु पर्ने। फेरि आफूलाई फेरि बिस्तारो कुदाएर नहुने, एकदम उडाएर लैजान मन लागेको छ। कुदाएको छु। अब मार्केट पनि आइपुग्यो ठ्याक्क। हेर्नु त एउटै रुखमा पार भयो त मरिजाम हौ सबै रुख। के म काहीँ झिम्रिङमा करेन्ट लागेको मान्छेको कपाल ठाडो परेको जस्तो। हेर्नु त अति नै जाडो पनि। अनि यस्तो जाडो भएपछि न रुखमा पात हुन्छ न भुइँमा घाँस हुन्छ, काम केही हुँदैन। मलाई कति आनन्द। अनि यहाँबाट ओर्लिनु पर्यो बिल टक्क लगाएर से। यहाँबाट सट्ट अगाडि गएपछि देब्रे हान्नुपर्छ।
देब्रे कट मार्ने हो। त्यसपछि सरर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 र टक्क लाएर घुम 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 भाइ ल। अब यहाँ मार्केट आइपुग्यो। मार्केट चाहिँ यही हो, आइतबार थियो अनि छुट्टी छ आइतबार। अनि त्यहाँदेखि नि देखाइदिउँ नि त एकचोटि ल हेर्नुहोस्, यो चाहिँ मार्केट लडाइँ। अनि त्यहाँबाट जाने निस्किने चिसो धेरै छ के गर्नु होइन। निस्के जाँदै थिएँ फेरि भोलि आइपुग्यो। भोलिमा घर उठेर गएँ फेरि तालले हाँकेर गएँ है म चाहिँ फेरि गएको। यही बाटो हिँड्ने होइन, बेला त लाग्दैन बाटोमा कहिले जाँदा हाँक्नै सकिँदैन। म चाहिँ कतितिरबाट हाइवेबाटै जान्छु क्या धेरै जस्तो। हाइवेबाट गयो भने गाडी मार्गबाट सर कुद्न पाइन्छ। गएँ तपाईँको भन्नुहुन्छ नि यो गाडी फेरि किन अगाडि आएर बसेको छ। मेरो स्पिड कम्ती भयो है बिस्तारो। फेरि अर्को गाडी आइदिन्छ कि अति भयो। बल्ल 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 कटेको छु है। यताउता हेरेँ मैले, मान्छे आउन आँटेको चाहिँ यहाँ पनि सातो गयो ठान्नै उभिन्छ कति मान्छे। मेरो बाइक स्पिड देखेर अनि गयो है गयो सबै। अब यो बाटो त बिहान पनि यही बाटो हिँड्ने, बेलुका पनि यही बाटो हिँड्ने हुन्छ। आँखा चिम्लेर पनि कुदाउनु जस्तो लाग्छ यो बाटो चाहिँ। फेरि यस्तो गाडी हेर्नु त, यति महँगो गाडी अरे। अघि निस्केको त्यही थक्रक 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 हम्समा उक्लिँदै आउँदा त साइकल भन्दा पनि ढिलो आउँछ कस्तो यो। अब यो चाहिँ बस पार्क हो है, बस रोक्ने उभिने ठाउँ है, बस कुर्ने ठाउँ। बस कुर्ने हो, बस आएको बेला टाइममा कहिले काहीँ मात्रै आउँछ बस पनि। भन्दा नि आउँछ, दिने पछि आउँछ, घरिघरि मात्रै आउँछ। 3 हप्ता जति पाउँछ त्यसको पनि टाइम हुन्छ नि त। म जस्तो बेरोजगार हो र बस जति बेला मलाई त्यति बेला हल्का रमाइलो। अनि अब यहाँबाट ओर्लेर म टक्क अगाडिपट्टि जानुपर्ने हुन्छ। यहाँ अर्को पनि मार्केट छ है यहाँनिर चाहिँ, यो कोन्जुङ लेखेको यो रातोवाला। यो कोन्जुङमा चाहिँ खासै केही पाउँदैन, सानो यसो दोकान जस्तो मात्रै हो। यहाँको चाहिँ फेरि म यहीँ हो नजिकै छ। त्यहाँबाट चाहिँ सरर आउँछु अनि आएर सुट्टै यहाँ उकालो यता मेरो राइट साइडपट्टि स्कुल हो है साथीहरू। स्कुलमा चाहिँ यो रातभरि पनि लाग्छ, कस्तो स्कुल हो खै। सरहरू पनि राति आएर पढाउनु क्या हो, विद्यार्थी पनि राति पढ्छ। कस्तो खालको स्कुल हो खै। अब घर पुग्न आँट्यो। द्रुत गतिमा कुदेको छ साइकल फेरि। ओहो के भन्ने होइन, उडेर गएको छु, उडेर साइकल पुरै 1530को स्पिडमा उडेको छ साइकल। आम्मामा यहाँबाट सट्ट गयो भने देब्रे ढानेपछि ठ्याक्क क्या मेरो कटेज यहीँ हो है। ल ओहो यहीँ चाहिँ यही हो कटेज, त्यो फर्स्ट फ्लोर हो। फर्स्ट फ्लोरमा हो मेरो कटेज। अनि अब साइकल राख्नु पर्यो पछाडि भनेर साइकल राख्न गएँ। टक्क लाएर साइकल राखेर त्यहाँनिर हेर्दा खासमा मेरो साइकल चाहिँ यो अगाडिको साइकल हो, राखेको साइकल हो। यो चाहिँ अर्काको साइकल हो क्या। यो छेउको चाहिँ यो साइकल चाहिँ मेरो हो हुन चाहिँ। ल यति भन्दै म अब यहाँ आइपुग्यो है। ल अब च्यात्यौँ होला है साथीहरू। ल।